सो आजको यस भिडियोमा हामी फ्याट्सको बारेमा कुरा गर्नेछौँ। फ्याट्स 3 मुख्य माइक्रोन्युट्रिएन्ट्स मध्ये एक हो जो हाम्रो शरीरको ऊर्जा र कार्यको लागि धेरै आवश्यक हुन्छ। यो फ्याटी एसिडले बनेको एक पोषक तत्व हो जो एनिमलमा र प्लान्टमा पाइने गर्छ। र दुई टाइपको फ्याट हुन्छ, सेचुरेटेड फ्याट र अनसेचुरेटेड फ्याट। सेचुरेटेड फ्याट हामीलाई एनिमलबाट पाइने गर्छ, अनसेचुरेटेड फ्याट हामीलाई प्लान्टबाट, सिड्सबाट, नट्सबाट अनि फिसबाट राम्रो मात्रामा पाइने गर्छ। सो फ्याटले हाम्रो बडीको फङ्सन र बेनिफिट धेरै गर्छ। ओके, सो फ्याटले हाम्रो एब्जर्प्सन पावर इम्प्रुभमेन्ट गर्छ, हाम्रो भिटामिन्स जस्ता चिजहरूलाई एब्जर्प्सन गर्नमा हेल्प गर्छ अनि यसले हाम्रो ब्रेनको फङ्सन पनि राम्रो गर्छ। अनि फ्याट्स हाम्रो हार्मोन प्रोडक्सनको लागि पनि राम्रो हो। यसले हाम्रो टेस्टोस्टेरोन र एस्ट्रोजन जस्ता हार्मोनहरू प्रोडक्सन गर्छन् अनि यो इनर्जीको एउटा राम्रो सोर्स पनि हो। फ्याटमा टोटल 1 ग्राम फ्याटमा 9 क्यालोरी हुने गर्छन्। यसले हाम्रो organs-लाई पनि प्रोटेक्ट गर्छ, सेभ गर्छ। यसले हाम्रो organs-लाई तातो बनाएर राख्छ, एकदम तातो बनाएर सेभ गरेर राख्छ। ओके, सो सेचुरेटेड फ्याट नखाने, मोस्टली अनसेचुरेटेड फ्याट खानु होला, गुड फ्याट, हेल्दी फ्याट खानु होला, सोयाबिन खानु होला, ओलिभ ओइल खानु होला, सनफ्लावर ओइल खानु होला। ओके, सो एभोकाडो खानु होला, धेरै छन्, नट्सहरू, ड्राई फ्रुट्सहरू, सबै हेल्दी फ्याटहरू खान सक्नुहुन्छ। अनहेल्दी फ्याटलाई मोस्टली अभोइडै गर्ने, केक्सहरू, बाहिर पाइने प्याकेट आइटमहरू, यो सबैलाई मोस्टली नखानु होला। ओके, हेल्दी रहनु, फिट रहनु चाहनुहुन्छ भने, यसै गरी अझै भिडियो हेर्न चाहनुहुन्छ भने मलाई फलो गरिदिनु होला। जय नेपाल।